ओके आज चाहिँ हामी यहाँ माथि जाँदैछ र चेला भन्ने ठाउँ दिस इज द प्लेस वी आर हेडिङ टुवर्ड आज चाहिँ अङ्कलहरू जाइसक्नुभयो दुःखले खोल्यो होला पहिलाबाट यहाँ रहेछ मान्छेहरू मरेको के पानी पनि आउनु थाल्यो complete uncle brother time चाहिँ कति हुन्छ 6:46 दाजु उत्तम आउँदैछ त्यही त माथि पूर्णीको त्यो पूर्णीहरू क्या पूर्णीको छोरी क्या हो त्यसलाई पढा गरे अरे त्यता पढा गरे उसको बुस्के अस्ति रङ्गुलीबाट गएको थियो पारि 15 माइलमा नयाँ माथि देख्दैछ पुस्रो नयाँ कटिङ बोलेबाट गएको नेसनल आयो माथि 15 माइल भएर निकालेको छ छाङ्गु ए फर्स्ट नयाँ कटिङ इन्जिन पछाडि बनाइदिन्छु भनेको उपरको मजा त होइन होला है ए यहाँ नानीहरू आउँछ है स्कुल युसनहरूको घर त्यही होला छोटो दिनमा छाङ्गुम देखिसकेको छ है युनिकै परेछ है त्यो युनिकै परेछ त्यो अलिकति झेरा त देख्छ 15 माइल हो त्यसको उतापट्टि हनुमान टप सुन्नु भएको हजुर 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 ओ तल चाहिँ स्कुल पुग्नु डल्लै छ चाहिँ यहाँ भएछ चाहिँ स्टुडेन्टहरू चाहिँ हजुर छोड्यो हजुर
जुका बसेछ हरि मुळको त बाहिर त कहिलेदेखि पसेको अझै कति काली खोलादेखि यहाँ निक्ल्यो यहाँ तल काली खोलाको बाटो है यो ओह्रालाई सबै यहाँ निक्ल्यो त्यही पो पक्रिरहेको थिएँ मैले भिडेको यस्तो पढाउँदै बुचा राखिदिनुहोस् न त के भन्यो यसको नाम चाहिँ के चौडा भन्छ यसको चिचिङ गटे जस्तो लाग्यो चिचिङ गटे होइन पामडाँडा अरे त्यो पर जङ्गलको चिज खाँदै बस्नु होला नि अङ्कल है हजुर यहाँतिर त अन्त बोक्राबाट उफ्रिन्छ नि सिधा पनि छ रहेछ सिधा सिधा हुन्छ उहिले त मान्छेलाई लान्छ नि खरानी गरमले फटफटिनेहरू सिलगढीको फटफटिनेहरू यहाँ ल्याउनु पर्ने रमाउँछ नि यो एसी नेचुरल एसी नि है आमा क्या दामी होला हो यो चाहिँ कुकुर दाइने डायबिटिसको लागि एकदम राम्रो हुन्छ अरे यो चाहिँ इङ्ग्लिसमा भन्नुपर्दा चाहिँ कुकुर मिन्स डग दाइने मिन्स राइट डग राइट है अङ्कल कुकुर दाइने भनेपछि त इङ्ग्लिसमा त पहिला आजको सब्जी खाने चाहिँ के गर्नु आउँछ मान्छे यता चाहिँ ए त्यहाँ आइपुग्यो त्यो चेला अरे केही कामहरू जङ्गल स्ट्रबेरी लेखाले जङ्गल स्ट्रबेरी लेखमा आएको छ अलिक गुलियो भएको हुन्थ्यो है चुचे मैदान आयो आयो त यही चुचे यही है कहाँ चाहिँ आइपुग्यो भयो त्यो चाहिँ मैदान हुन्छ त्यसलाई चाहिँ यो चाहिँ हाम्रो सामानहरू भयो अब आज माथि सब्जीको लागि चाहिँ च्याउ खोज्न आइराखेको छु हामी यहाँ च्याउ 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 उता उता पनि छैन होला नि है यो त हेर्छ पर पर ओहो अन्त यो कटुसी चाहिँ एउटै मिसाएर खाँदा के हुने सादा हो तपाईँको झोला मात्रै
जङ्गलभित्र यो बाटो चाहिँ भुटान पनि जान सक्छौँ हामी। उयो भुटानको चाहिँ कुन चाहिँ ठाउँ पुग्छ भन्नुभयो? ग्याम्पङ मजुवा। यता अङ्कलको मामा चाहिँ यहीँबाट आउनु। यो बाटो कहिले बिहा हुनुभएको? यो बाटो यहाँदेखि टक्कै गएपछि चाहिँ माथि दलदलेदेखि चाहिँ दुर्पिनेबाट तेर्सो लागेर रचेलाको फेदबाट चाहिँ टक्कै सिक्री डाँडा भएर चाहिँ तल गेम्पाङ मैदानमा त्यहाँनिर चाहिँ टक्कै गाउँ भेट्छ है। मान्छे आउँदैन रहेछ हेर्नु त बच्चाहरू यस्तो के गरेको चाहिँ आजको डेस्टिनेसन चाहिँ पुग्यो हामी दलदले। दिस इज द दलदले। यहाँ उकालो झरेको हामी सट्टै झरेर चाहिँ जब हामी खाजाहरू कुछ गर्नेछौँ यहाँ हामी। ल वी आर रेडी विथ द फायर। अनि थाप्नु हुँदैछ होला। यता रङ्गा चाहिँ पनि कहाँ जानुभयो? त्यसैले आजको बसाइ त्यो पनि च्याउ नै हो, खाने च्याउ हो। अहिले चाहिँ टाइम 5:41 भएको छ। हामी जङ्गलमा वायर पकाएर खानु आँटेको छ। ओमाई अब स्टार्ट हुँदैछ। बस्नुपर्ने गाउँ फिक्स भएको छैन। ओके यो चाहिँ आजको हाम्रो पोसाक। आजको ओछ्यान खान खतरा छ। बोतल त के हो र? त्यो चाहिँ बेसी पूर्व भयो होइन? ऊपर राम्रो रहेछ है। ऊपर के भन्नुहोस्? पोसाक प्रिपेयर हुँदैछ आजको हाम्रो। अझै उतिनहरू काल नबिजे गरेर काम गर्दै हिँड्यो। अनि यो पनि चिसै छ हो। उयो भरे आगोमा तताउनु हुन्छ होला नि है। भयो है। आजको हाम्रो डाइनिङ रुम चाहिँ यता है। पर डाइनिङ रुम कता ए हुन्छ।
यो चाहिँ हाम्रो डाइनिङ रुम हजुरको मामहरू यता हुँदैछ घर पे रेडी छ सब्जी आजको अलिक ए बिहान चियामा राखौँ है चिया त खाएर जानुपर्छ त यो चाहिँ चिया है हाम्रो डिनर भइसक्यो आजको टप टप आजको छैन हाम्रो चेट बिग्रिसक्यो हो एकचोटि है त्यही नि चाहिँ आगो लाग्दैछ यो स्टिकलाई राख्दै यो भरे माथिबाट मुनि पाल ओछ्याएर माथिबाट यो भिजेको छैन कि यो बिग्रेको छैन नि त त्यसले काम गर्छ कि पहिला पाल ओछ्याएर त्यहाँबाट त्यसले चाहिँ सुक्खा यहाँ तल चाहिँ आगो तपाईँ हुँदैछौ 9 PM सुत्ने ठाउँ यहाँ नि हल्लाई दिने नि चाहिँ आजको हाम्रो लडोस् न अब त खादियो भने मजाले बोल्छ नि तपाईँ टाटा भयो भने फेरि टाटा र भन्नु बोल्दैन ओके यो चाहिँ हाम्रो नेक्स्ट डे हो आगो हाम्रो बेडहरू उठाइसकेको छ यो चाहिँ हाम्रो आगो तापेर चाहिँ अब चाहिँ हामी लागेको ब्रेकफास्ट भन्दा पनि टी यो कल आएको थियो इधर से आया था हम इधर से आकर there uncles are preparing tea itu भयो आजको सुताइ चाहिँ यस्तो भएको थियो Sky is clear a bit. Okay. Good morning tea. It's 6:28 out here. This is chair. भ्याउँदैन दाजु माथिबाट कतै जानु त भ्याउँछ होइन माथि अन्त 2 भाइ अन्त रचेला कहिले आएको छैन होला नि होइन काटी ल्याउँछ नि हो अन्त हामी पहिला कसो गरे तलबाट हामी आएको दसरा बेलुका पनि भयो तलबाट यस्तो ठटाएको गरेको यो त सुँगुरको मासु नि हजुर नखानु भएको होइन त्यो अगाडि त कुखुरा खायो अनि भोलि अन्त खायो त्यहाँदेखि के अरे अब यहाँबाट हाम्रो छैन हो यहाँ आइराखेर यहाँ कोटाइराखेर यही नै
ओके अहिले चाहिँ हामी यहाँ छ कुछ खन्नुहुँदैछ उहाँहरूले beautiful sky streams and all यहाँसम्म आइपुग्यो है लन्च यहाँबाट चुम्दो रहेछ पानी यहीँ पढाउनु सिक्यो पानी कम्ती आउँदैछ निकै छ हिँड्नुपर्ने चाहिँ बाटो बुलेर है अहिले चाहिँ हामी जम्बल एकजनाले बाटो बुलेर है हामी चाहिँ आज यो मालिङको गाडीभित्र केही देख्दैन हिँडेको चाहिँ निकै भयो हामी तर पनि कहाँ पनि पुगेको छैन वी हेभ रिच्ड नो वे कहाँ हो कहाँ जिन्दगीमा एउटा झर्ने पनि छ नि ओह्रालो उकालो चढेर चाहिँ रचेला नपुगोस् घर पुगोस् बर्बादा रचेला होस् अलिकति बाटो कुनै कहाँ के भएर चाहिँ यस्तो भइराखेको छ नि मान्छे हिँडेको रहेछ ए बदेल अङ्कल बहिनीको रहेछ अलिक तेर्सो चाहिँ है फेरि बदेलले sneakers. ल हामी चाहिँ भुटानतर्फ लाग्यो फरेन कन्ट्री हाम्रो मेन डेस्टिनेसन चाहिँ रचेला थियो है के हुने थियो नि यसो रम्बा हामी चाहिँ ल अब चाहिँ हल्ला नगर्ने ठाउँ आइपुगेछ अरे हल्ला नगर्नु अरे लु तब हल्ला नगरी हिँड्नुपर्ने सीमा रहेछ अब चाहिँ अन्त रचेला पुग्ने टक्कै बसेर खाएको ठाउँ पुग्नु हुँदै टाइम पनि कति भयो
टाइम पनि 3 बजिसकेछ। यस्तो सिन भइरहेको छ। अब यो बाटो भेटेपछि त तल माथि त्यो चाल्नुपर्छ, मुक्त गाउँदैन है। यत्रो उकालो आयो, यत्रो उकालो आयो। अब चाहिँ फेरि ओह्रालो जाँदैछौँ है। यता आएर जानु हुनुहुन्छ यसो छ ठाउँमा, यसो छ ठिक चाहिँ। ल अहिलेको तल गर्नुपर्छ नि है भिडियो चाहिँ नि। भिडियो गर्ने सिन नै थिएन नि त। दुईवटा हातले 4 पाउले हाल्के हिँडिरहेको थियो। फेरि उकालो त्यही त 4टा फोरम्स भएको चाहिँ सजिलो हुन्थ्यो। 2टा हात पनि कम्ती हुने भयो नि। मान्छे हिँडेको ठाउँ चाहिँ रहेछ। जिउ पनि गरौँ भएको छु त। लु है कहाँ पुग्छौँ है अब। ओके त्यो बाटो चाहिँ अलिकति होइन रहेछ अहिलेको चाहिँ है। फेरि ब्याक सर्दैछ। अलिअलि चिनोहरू चाहिँ छ। के हो कसो हो फेरि जाँदैछौँ हामी। पारितिर सब भिड घाँस चाहिँ यता सिक्किम अरे यता चाहिँ भुटान होला भन्नुहुन्थ्यो। उता साइड चाहिँ जङ्गलैमा निभागारी हिँडिया छौँ हामी चाहिँ। कता पुग्ने हो आया। फर्केको बिचमा पुग्ने हो कि न? रचेला अङ्कल पुग्ने हो कि? वाउ फाइनली हामी चाहिँ यो चाहिँ फुस्रे हो है। फुस्रे चाहिँ आइपुग्यो। लोपा हामी चाहिँ लोपा भएको छ। ऊपर अङ्कलहरू विशेष चाहिँ यो अरे फुस्रे मौसम इज भेरी भेरी ब्याड। पानी परिराखेको छ। ओके लु तब आज चाहिँ हामी हिँडेको लु यो चाहिँ रचेला होइन। यो चाहिँ के भयो? यो चाहिँ है सिमानाको। यता चाहिँ कहाँ? यता सिक्किम, यता भुटान, बेङ्गाल चाहिँ कता? यता भुटान हो, यता बेङ्गाल, यता सिक्किम, यता भुटान, यता बेङ्गाल। यो चाहिँ उयो के हो? यो चाहिँ सेतो चाहिँ
नुन नुन त्यो रचेला चाहिँ उमाथि लु लु है यो 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 देखिन्छ यता चाहिँ भुटान रहेछ यो यता उयो के पो देख्छ सिक्किम है के देख्छ धेरै देख्छ नि हौ अन्त हामी चाहिँ भुटान हिँडिरहेको चाहिँ बाहिरदेखि हिँडिरहेको छ है अङ्कल फरेनमा हिँडिरहेको छैन हामी है भुटान पोखरीको त्यही हो के चाहिँ पहिला गाई बलि डढाइराखेको बसेर क्या त्यही हो त्यहाँदेखि हामी यसो निक्लेर यहाँदेखि त्यो गौडामा भुटान बिगार गरेर बुझ्दिनँ यसो पर्दछ भुटान चाहिँ उतै एरिया होइन हिरणबाट आउँदा भटङबाट होइन उता उता एउटा आएको है के भनेपछि बिजोको पानीले अहिले देख्दैन होला यहाँ क्लियर हुँदैछ है कता कता देख्छ कता उयो छैन होला नेटवर्क छैन होला यहाँ खै कुनै नेटवर्क छैन on the way है डुल्नुको लागि चाहिँ अहिले हामी त पास छैन त हामीलाई पास होस् अनि नभेट्दा चाहिँ के कराउँदैन लुक्न है टेन्सनको माहौल भयो कस्तो दामीको ठाउँ यो चाहिँ कहाँ यो रचेला यही हो ए यो चाहिँ कस्तो के हो ज्यू ए देख्दैन भने छ्याङ्गै भने हरियो आकाश दामी देख्छ होला है गुराँसको बोटहरू अरे ड्रोन्स
यता चाहिँ कति जान्छ यता चाहिँ भटङ्गी जाने बाटो नि These flowers of rhododendron. के भयो पहिरो चल्यो कि यो हिजो डल्लै बोल्नु हौ (6:21 PM) भइसक्छ कि अहिले मैले कता कता पुग्दैछु भने चाहिँ यो चाहिँ हेर्नुको लागि हो त फाइनली यता भाइ चाहिँ भिजेर लफा के चाहिँ पोखरी के भयो कालो छ पुरा उकालो चाहिँ यसो कुरा छ रात भइसक्यो टाइम चाहिँ अरे अहिले त 5:30 भयो अहिले चाहिँ 6 भयो ठाउँमै 6 PM यो गुराँसको बोटहरू हेर गइसक्यो हेर टप आइसक्यो राम्रो
पैसा नै आउँछ नि यता चाहिँ हामीले अघि तल आउँदै गर्दाखेरि कम्ती गर्नु भेटेको टाकटुक गर्दै यता चाहिँ निकै आएछ धेर थोर होइन निकै आएछ लौर्ला छ नि केही कारणवश हामी रचेला चाहिँ पुगेन रहेछ अहिलेको त्यो कुवाहरूकै नै रहेछ त्यो त्यहाँदेखि उकालो जानु भन्दैछ रचेला चाहिँ नाउ वी आर रिटर्निङ आवर होम दिस इज इट इट्स गेटिङ डार्कर नाउ इट इज what is the time? What's the time? Okay, this is it. आज रात परिसक्यो होला हो 6:12 भइसक्यो अब हिजो अलमोस्ट आधी दिन हिँड्दै उता पारिपट्टि आएको अब त्यस्तै टाइम चाहिँ ओह्रालो घर फर्केर जानुपर्छ टप हुन्छ होला घरभित्र चाहिँ कन्डिसन चाहिँ टप हुन्छ होला स्पेसली मेरो चाहिँ अगाडि चाहिँ 2-3 जना अङ्कल एकजना ब्रदर टपै छ त हिँड्नुमा चाहिँ कन्डिसन चाहिँ टप हुन्छ होला मेरो अहिले चाहिँ टाइम 8:57 भएको छ पारी देखिरहेको छ यता हुनुहुन्छ अन्धेरो